नमस्ते। आज हामी नेपाल सरकारको बेरोजु फर्स्यौट र सम्परीक्षण तथा फरफारक सम्बन्धी विषयमा कानुनी व्यवस्था के छ, अभ्यास के छ, हामीले नमुना चाहिँ बेरोजुको प्रकृति के कस्तो छ भन्ने विषयमा इन डेप्थ स्टडीको आधारमा चाहिँ यहाँ प्रस्तुत भएका छौँ। अब हामी आजको प्रस्तुतिको विषयवस्तु छ बेरोजुको परिचय, कारण तथा नेपालमा यसको अवस्था, बेरोजुको प्रकार, सरकारवाला निकाय, त्यसैगरी फर्स्यौट प्रक्रिया, विद्यमान कानुनी प्रावधान के कस्तो छ। र हामी विशेष गरी अहिले सङ्घीय संरचना लागू भइसके पश्चात चाहिँ सङ्घ, प्रदेश र स्थानीय तह चाहिँ लागू भइसके पश्चात चाहिँ विशेष गरी यो बेरोजु फर्स्यौट विभिन्न किसिमका क्रियाकलाप एउटै छानामुनि अथवा स्थानीय तहबाट चाहिँ आर्थिक क्रियाकलाप रहने हुनाले विशेष गरी नमुना बेरोजु अध्ययनको रूपमा स्थानीय तह विशेष हामीले गर्छौँ भने सम्परीक्षण, यसको परिचय, प्रक्रिया, कानुनी प्रावधान के कस्तो छ र विविध पृष्ठपोषण सम्बन्धका विषयवस्तुमा छलफल गर्छौँ। अब हामी ढिला नगरी अगाडि बढौँ। बेरोजु परिचयबाट अगाडि जाउँ। यो एउटा सर्वमान्य परिचय छ, के अरे परिभाषा छ। यसमा विशेष गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनि त्यसै गरी बेरोजु वर्गीकरण निर्देशिका 2076 को दफा 2 ले पनि परिभाषा गरेको, परिकल्पना गरेको विषय यही नै छ। बेरोजु भनेको चाहिँ कानुन बमोजिम, कानुनमा विभिन्न किसिमका कानुन हुन सक्छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व जुन अघि भन्यौँ, त्यसै गरी स्थानीय सरकार सञ्चालन ऐनका विषयवस्तुहरू, संविधान अन्तर्गतका सार्वजनिक खरिद ऐन नियमावली पनि हुन सक्छन्। यस्ता कानुनहरूमा चाहिँ बमोजिम चाहिँ रित नपुर्याएको हैन, कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको हैन, ढाँचाहरूको प्रयोग नगरेको हैन, त्यसै गरी अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भने लेखा परीक्षण गर्दा जस्तो अनियमित भनेको चाहिँ अनियमित भएका कारोबारहरू हैन, बेमनासिब भनेको चाहिँ जस्तो बिल सच्याउने, बढी रकम भुक्तानी दिने हैन, कम राजस्व सङ्कलन गर्ने, यस्ता कारोबारको तरिकाले चाहिँ आर्थिक कारोबार गरेको भने लेखा परीक्षण गर्दा उल्याएको वा ठहर्याएको कारोबार सम्झनुपर्छ भनेर बेरोजु वर्गीकरण निर्देशिका 2076 ले परिभाषा गरेको छ। यही परिभाषा हामीले चाहिँ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा पनि पाउन सक्छौँ। अब बेरोजु किन हुन्छ भन्ने विषयमा थोरै हामी छलफल गरौँ। नियम, कानुन, कार्यविधि नपुर्याई आर्थिक कारोबार गर्दाखेरि बेरोजु हुने रहेछ। जुन अघि भन्यौँ हामीले, नेपालमा विद्यमान ऐन, कानुन, संविधानले परिकल्पना गरेका आर्थिक अनुशासनका विषयवस्तुहरू हैन, सार्वजनिक खरिद ऐन, आर्थिक कारोबार तथा वित्तीय उत्तरदायित्व ऐन, त्यसै गरी यो विद्युतीय कारोबार ऐन 63 र नियमावली 2064, यस्ता जुन ऐन कानुनको चाहिँ कार्यविधि पुरा नगरिकन कारोबार गरेको एउटा विषयवस्तु हुन सक्छ भने अर्को छ खर्च र आम्दानीका दरभन्दा बढी घटी आर्थिक कारोबार गरेको, जस्तो कि बढी राजस्व सङ्कलन गरेको, अब रेटभन्दा बढीले चाहिँ भुक्तानी दिएको, यस्ता क्रियाकलाप हुँदाखेरि बेरोजु हुन्छ। त्यसरी खर्च शीर्षक नागेर खर्च गर्दा रकमान्तर र स्रोतान्तर गर्नु परेमा सो नगरी रकमान्तर अथवा स्रोतान्तर गरेको विषयमा हैन, जस्तो कि जिल्ला प्रशासन कार्यालयमा चाहिँ शान्ति सुरक्षा मार्फत चाहिँ 20 लाख रुपियाँ बजेट छ र अन्य कोषमा चाहिँ अन्य शीर्षकमा चाहिँ 10 लाख रुपियाँ छ। अब शान्ति सुरक्षाको लागि तत्काल 20 लाख रुपियाँ खर्च भयो, तत्काल 5 लाख रुपियाँ आवश्यक पर्यो भने अन्यबाट चाहिँ रकमान्तर नगरिकन खर्च गर्दा पनि बेरोजु हुन्छ भन्ने विषयवस्तु हामीले यसमा बुझ्नुपर्ने हुन्छ। अब समयमा नै पेशकी फर्स्यौट नगरेमा एउटा भयो भने अर्को कारोबारका साथ त्यसलाई सम्पुष्टि र प्रमाणित गर्ने कागजातहरू नभएमा हैन, प्रमाण नपुगेको बेरोजु हामीले बेरोजुको प्रकृतिमा पनि अहिले हेर्छौँ। यो विषयमा पनि हामीले बेरोजु हुने गर्दछ। कारोबारमा सरकारले गरेको निर्णय, समय समयमा सरकारले विभिन्न किसिमका निर्णय निर्देशिकाहरू पालना गर्छ, जारी गर्छ हैन, ती निर्देशिकाहरूको पालना नगरे पनि बेरोजु आउन सक्छ भन्ने कुरा हो। सरकारलाई हानि नोक्सानी पुग्ने गरी कारोबार गरेमा र औचित्य र विवेक नपुर्याई कारोबार र यथासम्मति काम गरेमा बेरोजु भनेको लगती र सैद्धान्तिक दुवै हुन सक्छ। व्यवस्थापकीय अहिले हामी प्रक्रियामा के अरे यसको प्रकारमा पनि यसमा छलफल गर्नेछौँ। विशेष गरी प्रकृति के अरे सैद्धान्तिक भनेको व्यवस्थापकीय परीक्षण हैन, वातावरण संरक्षणका विषयवस्तुहरू, उद्योग विकास लक्ष्यको आन्तरिकीकरणका विषयवस्तुहरूलाई पनि मध्यनजर नगर्दाखेरि अथवा त्यसलाई मध्यनजर नगरिकन खर्च गर्दा पनि विभिन्न किसिमका व्यवस्थापकीय नीतिगत हैन र नागरिक खुसी, सन्तुष्टि, सुशासनसँग सम्बन्धित विषयवस्तुमा ध्यान नदिँदा पनि बेरोजु आउन सक्छ। त्यसलाई सैद्धान्तिक बेरोजुको रूपमा लिन सकिन्छ। अब हामी थोरै नेपालमा बेरोजुको अवस्था, महालेखा परीक्षा
परीक्षणको लेखा परीक्षणको 61औं वार्षिक प्रतिवेदनमा हामीले यहाँ हेर्न सक्छौँ 46 अर्ब 53 करोड 62 लाख रुपैयाँ चाहिँ सङ्घीय सरकारी कार्यालयको छ भने प्रदेशको स्थानीय तहको त्यसै गरी सबै जम्मा गर्दाखेरि 95 अर्ब 60 लाख 95 अर्ब 60 करोड 21 लाख रुपैयाँ बेरोजगार हामीले यो 61औं वार्षिक प्रतिवेदन अनुसार चाहिँ हामीले देख्न सक्छौँ 62औं वार्षिक प्रतिवेदन आइसकेको छैन अहिले हामीले यो प्रतिवेदन अनुसार चाहिँ स्थानीय तहको त्यहाँ तपाईले देख्न सक्नुहुन्छ असुल उपर गर्नुपर्ने 41 करोड 4 अर्ब 15 करोड 84 लाख यसरी चाहिँ छुट्याइएको छ यसमा असुल उपर गर्नुपर्ने 24.47 छ भने नियमित गर्नुपर्नेको अनुपात चाहिँ अलिकति बढी 68.03 रहेको छ यो थोरै हामीले ओभरभ्यू यो थोरै ब्याकग्राउन्ड बुझेर हामी अगाडि बढौँ भनेर हामी यसमा छलफल गर्दैछौँ नियमित गर्नुपर्ने बेरोजगारीमा चाहिँ 4 प्रकारका अनियमित भएको प्रमाण कागजात पेश नभएको जिम्मेवारी नसरेको शोध भर्ना नलिएको र पेशकी बेरोजु गरी जम्मा 3 वटा प्रकृतिमा चाहिँ यसरी बेरोजु औँल्याएको छ महालेखा परीक्षणले अब यसलाई सामान्य हामीले राष्ट्रको ट्रेजरीको अवस्था के छ हैन सार्वजनिक ऋण कति छ बजेटको अनुमानित अथवा नेपाल सरकारको बजेटको प्रक्षेपण अथवा बजेट कति चाहिँ विनियोजन हुने अभ्यास छ यी कुराहरू भनेको चाहिँ जस्तो कि हामीले कुनै अर्गनाइजेसनको हेल्थ चेक गर्नको लागि हामीले त्यसको इन्कम स्टेटमेन्ट ब्यालेन्स सिट हामीले हेरेर चाहिँ रिटर्न अन एसेट्स कति छ त्यसको रेशियो जस्तो अर्निङ रेशियो कति छ त्यसको चाहिँ पोजिसन हैन स्ट्रेन्थ एन्ड विकनेसको पोजिसन कति छ भनेर थाहा पाउँछौ नि हो त्यसै गरी यो बेरोजगारको अवस्था अथवा यो जुन अध्ययनको क्रममा चाहिँ हामीले राष्ट्रको ट्रेजरी आर्थिक अवस्थालाई चाहिँ पत्ता लगाउन अथवा थाहा पाउनको लागि चाहिँ यो हामीले हेर्न सक्छौँ परीक्षण गरिएको रकम चाहिँ 78 अर्ब 81 78 खर्ब 81 अर्ब 60 करोड रहेछ यो जुन 61औं वार्षिक प्रतिवेदनमा हैन बेरोजु रकम चाहिँ 1 खर्ब 27 अर्ब 74 करोड रहेछ महालेखा परीक्षकको बेरोजुमा अब प्रारम्भिक प्रतिवेदनमा त्यति थियो भने प्रारम्भिक प्रतिवेदन प्राप्त भइसके पछाडि नै फर्सेटको प्रक्रिया अथवा सम्परीक्षणको प्रक्रियामा आवश्यक कागजात पेश गर्ने पेशकी फिर्ता गर्ने हैन नियमित गर्ने प्रमाण कागजात पेश गर्ने शोध भर्ना नलिएको छ भने लिने यस्ता क्रियाकलाप मार्फत चाहिँ 32 अर्ब 14 करोड चाहिँ यसको फर्सेट भएको छ करिब 25.16% चाहिँ फर्सेट भएको रहेछ यो वर्षको कुल बेरोजु भनेको चाहिँ 95 अर्ब 60 करोड 21 लाख जुन अघि हामीले त्यो टेबलबाट पनि हेर्यौं हैन अब अध्यावधिक फर्सेट हुन बाँकी कुल बेरोजु चाहिँ 6 खर्ब 69 अर्ब 86 करोड रहेको छ भने अहिलेसम्मको अध्यावधिक भनेर बुझ्न सकिन्छ वार्षिक बजेट 18 खर्ब 60 अर्ब 30 करोड को हाराहारीमा हुन्छ नेपालको र अहिले चाहिँ पछि संशोधन भएको छ यो चाहिँ किन राखिएको भने यो बेरोजुसँग सम्बन्धित अब आर्थिक ऋण कति रहेछ वार्षिक बजेट कति रहेछ जीडीपी कति रहेछ सार्वजनिक ऋण कति रहेछ यो कुरा चाहिँ अलिकति जानकारी भयो भने हामीले पनि राष्ट्र सेवकको रूपमा काम गर्दै गर्दाखेरि राष्ट्रको ट्रेजरी आर्थिक विकास आर्थिक समृद्धिको अवस्था र नेपालको अर्थतन्त्रको विषयमा जानकार हुन अथवा त्यो किसिमको चाहिँ एउटा सर्फेसियल नलेज हुन्छ भन्ने हिसाबले यो राखिएको हो र कुल ग्राहस्थ उत्पादन भनेको अहिले त 57 खर्बको प्रक्षेपण छ क्यारे तर 79-80 को आर्थिक सर्वेक्षण अनुसार चाहिँ 53 खर्ब 81 अर्ब रहेको हामीले बुझ्न सक्छौं सार्वजनिक ऋण आर्थिक वर्ष 80-81 मा 24 खर्ब 34 अर्ब 9 करोड रहेको छ असार मसान्तसम्म यसरी चाहिँ हामीले समग्र देशको चाहिँ एउटा ट्रेजरीको अवस्था आर्थिक अवस्थाको वित्तीय चित्रण चाहिँ यहाँबाट हामीले गर्न सक्छौं अब बेरोजुको प्रकारमा जाउँ यसमा हामी धेरै छलफल नगरौं बेरोजुको प्रकार सैद्धान्तिक र लगती गरेर दुई प्रकारका हुन्छन् सैद्धान्तिक भनेको प्रणालीगत सुधार नीति निर्माण तथा व्यवस्थापकीय सुधारको प्रयोजनार्थ हुन्छ भने लगती बेरोजुमा चाहिँ असुल गर्नुपर्ने नियमित गर्नुपर्ने पेशकी बेरोजु भनेर लेखेको छ नियमितमा चाहिँ अनियमित भएको प्रमाण कागजात पेश नभएको र शोध भर्ना नलिएको भनेर यहाँ चाहिँ परिभाषित गरेको छ पेशकी बेरोजुमा चाहिँ कर्मचारी पेशकी र अर्ने पेशकी सार्वजनिक कर्मचारी अथवा सरकारी राष्ट्र सेवक कर्मचारीको लागि पनि एउटा पेशकी दिने व्यवस्था भयो अन्य संघ संस्था हैन पदाधिकारी विभिन्न किसिमका उपभोक्ता समिति निर्माण व्यवसायीहरूलाई पनि पेशकी दिने प्रावधान रहन सक्छ त्यस्तो अवस्थामा नि
पेस्की बाँकीको बेरुजुलाई चाहिँ पेस्की बेरुजुको रूपमा यो बेरुजु वर्गीकरण निर्देशिका 76ले चाहिँ परिकल्पना गरेको छ, व्यवस्था गरेको छ भनेर हामीले बुझ्न सक्छौँ। यसलाई अलिकति इलाबोरेट फर्ममा चाहिँ बुझ्दाखेरि सैद्धान्तिकमा एउटा आन्तरिक नियन्त्रण प्रणाली भनेको छ स्थानीय सरकार सञ्चालन ऐन 74 को दफा 78 मा चाहिँ आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका कि कार्यविधि लागू गर्ने बनाएर लागू गर्ने भनेको छ। त्यसमा चाहिँ जस्तो खरिद योजनाका कुराहरू, आन्तरिक नियन्त्रणसँग सम्बन्धित विषय वस्तुहरू जस्तो दरबन्दी भन्दा बढी चाहिँ कर्मचारी नियुक्तिका कुराहरू हैन, खर्चलाई चाहिँ उपलब्ध स्रोत साधनलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ परिचालन गर्ने अथवा उपयोग गर्ने हैन, प्राप्ति उपयोग र परिचालन सम्मको विषय वस्तुलाई आन्तरिक नियन्त्रण प्रणाली भनिन्छ। प्राप्त स्रोत साधनलाई चाहिँ अधिकतम उपयोग गरेर चाहिँ महत्तम अथवा चाहिँ पैसा खर्चलाई चाहिँ भ्यालुड गरेर अथवा थोरै खर्चको भने धेरै भ्यालुड हुने हिसाबले कारोबार गर्ने कुराहरू चाहिँ आन्तरिक नियन्त्रण प्रणाली अन्तर्गत पर्छ। जस्तो कि तपाईले खरिद पर्दाखेरि चाहिँ वार्षिक खरिद योजना हैन, खरिद गृह योजना बनाएको छ कि छैन, त्यसैगरी अरु कुराहरू जस्तो कि कर्मचारी व्यवस्थापनका कुराहरू भए हैन, जिन्सी व्यवस्थापनका कुराहरू भए, यी कुराहरूलाई चाहिँ यसमा उल्लेख गर्न सक्छौँ। अर्को बजेट व्यवस्थापन भनेको चाहिँ यसमा समग्र बजेटका प्रक्रियाहरू र बजेटको स्रोतान्तर र कमान्तर बजेटको सीमाभित्र रहेर खर्च गर्ने प्रक्रियाहरू हैन, शीर्षकगत चाहिँ प्रणालीगत सुधारका कुराहरू चाहिँ बजेट व्यवस्थापनमा हामीले उल्लेख गर्न सक्छौँ। अर्को अभिलेख तथा फारम छ, महालेखा परीक्षक मार्फत चाहिँ स्वीकृति गरेर चाहिँ लागू गरिन्छ। महालेखा नियन्त्रक मार्फत तयारी तथा लागू गर्ने यो फारमहरू छ, महालेखा परीक्षण फारमहरू, त्यसको प्रयोग गर्ने प्रभावकारी रूपमा भन्ने विषयवस्तु यसमा सैद्धान्तिक बेरुजु त्यो प्रयोग गरेको छैन भने सैद्धान्तिकमा पर्छ भन्ने कुरा हो। लक्ष्य प्रगति भनेको छ एउटा कार्यक्रमको लक्ष्य हुन सक्छ, संगठनको लक्ष्य हुन सक्छ, राष्ट्रिय लक्ष्य छुट्टै के अरे हुन सक्छ, दिगो विकास लक्ष्यहरू हुन्छ। सबै लक्ष्यलाई चाहिँ समन्वयिक रूपमा एउटा चाहिँ कम्बाइन्ड इफोर्ट अथवा कम्बाइन्ड अब्जेक्टिभ चाहिँ डेस्टिनेसन प्राप्त गर्ने हिसाबले चाहिँ यो के अरे बजेट अथवा आर्थिक क्रियाकलाप गर्नुपर्छ भन्ने विषयवस्तु पर्छ। लक्ष्य प्रगति चाहिँ प्राप्त भएन भने चाहिँ सैद्धान्तिक बेरुजु औल्याउन सकिन्छ। जस्तो जिन्सीका कुराहरू भए, नीति नियम पालनाका कुरा अगाडि आइसके, राजस्व र धरौटीका विषयवस्तु पनि हामीले बुझ्नुपर्छ सैद्धान्तिक बेरुजु अन्तर्गत। अब लगती बेरुजुमा छ राजस्व असुली दाखिला हिनामिनासँग सम्बन्धित विषयवस्तुहरू, बढी भुक्तानी, हर्जना, शुल्क तथा जरिवानाका विषयवस्तुहरू, बजेट तथा सीमा नागेर खर्च गर्ने, जस्तो कुनै शीर्षकमा चाहिँ थोरै बजेट छ त्योभन्दा बढी खर्च गर्ने, अर्को शीर्षकबाट रकमान्तर गर्ने, फरक योजनामा खर्च गर्ने, आवश्यकता पहिचान नगरिकन सामान खरिद गरी सम्झौता गर्ने, कानुनी विपरीतका खरिद, राजस्व बाँडफाँड नियमअनुसार नभएको प्रमाण, कागजात पेश नभएको हैन, त्यसैगरी जिम्मेवारी नसारेको, शोध भर्ना नलिएको र पेस्की बेरुजु जस्ता विषयवस्तुहरू हामीले लगती बेरुजु अन्तर्गत हामीले अध्ययन गर्न सक्छौँ। अब यहाँ सूत्र अनुसार तल एउटा तपाईले देख्न सक्नुहुन्छ, स्थानीय सरकार सञ्चितको व्यवस्थापन प्रणाली हो क्यारे सूत्र हैन, सब नेशनल ट्रेजरी सिंगल एकाउन्ट सूत्र के अरे रेभिन्यू हैन, एसयुटीआरए सब नेशनल ट्रेजरी रेभिन्यू एकाउन्ट भन्छ हैन। जे भयो स्थानीय सरकार सञ्चालन के अरे स्थानीय सरकार सञ्चितको व्यवस्थापन प्रणाली अनुसार चाहिँ गत वर्षको वार्षिक मौजा चाहिँ 6,22,51,657 भयो। 6,22,51,00,000 होइन, 6,22,51,000 यति रहेको होइन। बाँकी मौजा गत वर्षको बाँकी मौजा चाहिँ यो रहेकोमा यस वर्ष चाहिँ 5,87,50,476 यसलाई 11 मात्र जिम्मेवारी सारेको छ हैन। यसरी कम जिम्मेवारी सारेको रु 3,50,11,000 के अरे 35,01,180 का सम्बन्धमा पालिकाले यकिन गर्नुपर्छ भन्ने कुरा हो। यो चाहिँ एउटा जिम्मेवारी सारेको अथवा आर्थिक वर्षको अन्त्यमा चाहिँ जिम्मेवारी सार्नुपर्ने रकम छ भने अर्कोमा जिम्मेवारी सार्नुपर्छ भन्ने हिसाबले हामीले यहाँ बुझ्नुपर्छ है। अब सरकारवाला निकाय भनेको छ, अब यो बेरुजुको सरकारवाला निकाय भनेको त हामीले बुझि नै हाल्छौँ। सङ्घीय मन्त्रालय, विभाग तथा कार्यालयहरू, प्रदेश अन्तर्गतका मन्त्रालय, विभाग तथा कार्यालयहरू, स्थानीय तहमा गाउँपालिका, नगरपालिका र जिल्ला सभा भनेर चाहिँ परिकल्पना गरिएको छ। र संवैधानिक अङ्ग राज्यका 3 अङ्ग बाहेक संविधानद्वारा व्यवस्थित अङ्ग र नागरिक विकास समिति, उपभोक्ता समिति लगायतका समितिहरू छन् भने अर्कोमा चाहिँ विकासका प्रक्रिया र लाभसँग सरकार राख्ने वैदेशिक निकाय हैन।
सरकार राख्ने व्यक्ति र वैदेशिक निकाय भनेको छ नागरिक समाज हैन विकास समिति यो अपनत्व सहितको विकास व्यवस्थापन र सहभागितामूलक विकासलाई चाहिँ प्रमोट गर्नको लागि चाहिँ नागरिकलाई महत्तम रूपमा चाहिँ सहभागी गराउने र सोही बमोजिम चाहिँ विकासका क्रियाकलापहरू सञ्चालन गर्ने र राष्ट्रको ट्रेजरी मार्फत निजहरूले खर्च गरेको रकम को चाहिँ दाखिला पेस्की भुक्तानी हैन तीसँग सम्बन्धित विषयवस्तुहरू रहने भएकाले बेरुजुसँग सम्बन्धित अथवा आर्थिक क्रियाकलापको अपरेसन अथवा सरकारको ट्रेजरी अपरेसनसँग सम्बन्धित निकायहरू रहेको कारणले चाहिँ यी सङ्घ प्रदेश स्थानीय तह संवैधानिक अङ्ग नागरिक समाज विकास समिति उपभोक्ता समिति वैदेशिक निकाय जस्ता विषयवस्तु दात्री निकाय भनौँ न अझ यिनीहरू चाहिँ सरकारवाला निकाय हुने भए भनेर हामीले बुझ्न सक्छौँ। अब हामी बिस्तारै हामी चाहिँ अब चाहिँ विषयवस्तुको चुरो कुरामा आउँदैछौँ। बेरुजु फर्सेट भनेको छ आन्तरिक तथा अन्तिम लेखा परीक्षण मार्फत औल्याएको बेरुजुको सन्दर्भमा प्रचलित कानुन बमोजिम आवश्यक प्रमाण कागजातको आधारमा चाहिँ जिम्मेवार व्यक्ति मार्फत सम्परीक्षण र लगत कट्टाको लागि गरिने फरफारक नै बेरुजु फर्सेट हो हैन। यो अन्तरिम तथा अन्तिम लेखा परीक्षणमा औल्याएको बेरुजुको सन्दर्भमा चाहिँ कानुन बमोजिम आवश्यक प्रमाण कागजातको आधारमा चाहिँ जिम्मेवार व्यक्ति मार्फत सम्परीक्षण र लागत व्यक्ति मार्फत सम्परीक्षण र लागत कट्टाको लागि गरिने फरफारक नै बेरुजु फर्सेट हो भनेर बुझ्न सक्छौँ। जिम्मेवार व्यक्ति अथवा निकाय भनेको चाहिँ सम्परीक्षणको काम त महालेखा परीक्षक मार्फत गरिने भयो हैन। लगत कट्टाको लागि गरिने फरफारक भनेको चाहिँ बेरुजु फर्सेट जस्तो लगत कट्टाको लागि विभिन्न किसिमका क्रियाकलापहरू सञ्चालन गरिन्छ त्यसलाई चाहिँ बेरुजु फर्सेट भनिन्छ भनेर परिभाषित गर्न सक्छ। यसको विधिमा चाहिँ जस्तो अहिले थोरै हामीले सर्फेसियल गर्यौँ भने पछि कानुनको पार्ट्समा चाहिँ बुझ्न सजिलो हुन्छ। असुल उपर गर्नुपर्ने भनेको चाहिँ राजस्व खातामा वा बेरुजु खातामा जिम्मेवार व्यक्तिले रकम दाखिला गरी प्रमाण पेश गर्ने र सम्परीक्षणबाट लगत कट्टा गर्ने प्रावधान रहेको छ। प्रमाण कागजात पेश नभएको हकमा चाहिँ अधिकार प्राप्त अधिकारीले चाहिँ आवश्यक प्रमाण कागजातको आधारमा चाहिँ फर्सेट गरेका आधिकारिक प्रमाण पेश गरेपछि सम्परीक्षणबाट लगत कट्टा गरिने भनेको छ है। सम्परीक्षण प्रमाण कागजात पेश नभएको हकमा चाहिँ सम्परीक्षणबाट कागजहरू पेश भइसके पछाडि आधिकारिक कागजात पेश भएपछि चाहिँ यसको सम्परीक्षणबाट कट्टा गरिने कुरा छ। अनियमित भएको भनेको छ अधिकार प्राप्त अधिकारी हैन। मन्त्रालयको हकमा सचिव र स्थानीय तहको हकमा चाहिँ कार्यपालिका वा प्रमुख प्रशासकीय अधिकारी भनेर अधिकारीले चाहिँ ऐन तथा नियममा उल्लेख भएको प्रक्रिया बमोजिम बेरुजु कायम भएको कार्यालयको प्रमुखबाट पेश भएको प्रमाण कागजात र राय साथको विवरणहरू नियमित गरिदिने र सम्परीक्षणबाट लगत कट्टा गरिने भनेको छ। अब ठ्याक्कै जिस्ट कुरा बेरुजु फर्सेट प्रक्रिया भनेको छ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 76 को दफा 37 बमोजिम चाहिँ महालेखा परीक्षकबाट चाहिँ प्रारम्भिक प्रतिवेदनमा औल्याएको बेरुजुको रकम 35 दिनभित्र फर्सेटको लागि महालेखा परीक्षक कार्यालयमा पेश गर्ने भनेको छ। परिच्छेद 9 को नियम 87 भनेको छ। यसमा हामीले के बुझ्नुपर्छ भने जस्तो महालेखा परीक्षकले चाहिँ अन्तिम लेखा परीक्षण गर्ने यो कुरामा हामी क्लियरै छौँ हैन। यदि अन्तिम लेखा परीक्षण पश्चात चाहिँ एक्जिट मिटिङ भइसके पछाडि अथवा चाहिँ सम्बन्धित कार्यालयबाट डोर लेखा परीक्षण चाहिँ बिदाई भइसके पछाडि चाहिँ प्रारम्भिक प्रतिवेदन केही समय पछाडि तपाईले सम्बन्धित कार्यालयमा प्रेस गर्ने अथवा प्राप्त गर्ने हुन्छ हैन। प्रारम्भिक प्रतिवेदनमा बेरुजु औल्याएका शीर्षकहरूमा चाहिँ 35 दिनभित्र फर्सेटको लागि महालेखा परीक्षण कार्यालयमा पेश गर्ने र मनासिब कारण सहित हद म्यादको लागि सहित म्याद थपको लागि अनुरोध भएमा महालेखा परीक्षकले 1 महिनाको अरु म्याद थप गर्न सक्ने व्यवस्था छ भने यदि सो अवधिमा पनि फर्सेट अथवा सम्परीक्षण नगराएमा महालेखा परीक्षण मार्फत चाहिँ लेखा उत्तरदायी अधिकृतलाई चाहिँ जानकारी गराउने व्यवस्था छ हैन। यदि अब जानकारी गराउँदा पनि नगरेको ब्यौरा सोको ब्यौरा चाहिँ नगरेमा चाहिँ ब्यौरा विभागीय मन्त्री भनेको चाहिँ सम्बन्धित कार्यालयको सम्बन्धित मन्त्रालय हैन का मन्त्रीलाई चाहिँ अथवा राज्य मन्त्रीलाई चाहिँ जानकारी गराई बेरुजु रकमको विवरण वार्षिक प्रतिवेदनमा समावेश गर्ने है। पहिलो प्रक्रिया यो भयो। अब अन्तिम प्रतिवेदनमाथि सार्वजनिक लेखा समिति समूह 1 अन्तर्गतका बेरुजु भनेको छ। यो समूह 1 भनेको चाहिँ सबै बेरुजु उप चाहिँ सार्वजनिक लेखा समितिमा छलफल हुन सम्भव छैन। मुख्य जस्तो कि टेरामक्सका हैन एनसीएलका
विभिन्न किसिमका ठुला जहाज खरिद गर्ने यस्ता चाहिँ बेरोजुहरू अनि त्यो सँगसँगै चाहिँ ठुला नीतिगत करेक्सन गर्नुपर्ने हैन पोलिसी करेक्सनका विषयवस्तुहरूमा अथवा ट्याक्स अथवा भ्याट छलीका ठुला विषयहरूमा चाहिँ यसमा चाहिँ छलफल हुने र सोको निर्देशन सम्बन्धमा चाहिँ जस्तो कि लगत कट्टा गर्नुपर्ने छ भने नि कट्टा गर्ने अथवा चाहिँ सम्परीक्षण मार्फत चाहिँ लगत कट्टा गर्ने भनेर निर्देशन आएको छ भने त्यही अनुसार महालेखा परीक्षणले गर्ने र 30 दिनभित्र लगत कट्टा गर्ने को जानकारी चाहिँ सम्बन्धित कार्यालयलाई दिने हैन अथवा निर्देशन अनुसार गर्ने भनेर चाहिँ त्यो समितिले निर्देशन दिएको छ भने चाहिँ महालेखा परीक्षकको प्रतिवेदन अनुसार नै कार्य प्रक्रिया अगाडि बढ्ने यस्ता क्रियाकलापहरू हामीले बेरोजु फर्सुटको चरणमा गर्नुपर्छ भनेर बुझ्नुपर्छ। बेरोजुको लगत राख्नुपर्ने भनेको छ यो सम्बन्धित कार्यालयले नै राख्छ, पछि सम्बन्धित कार्यालयले राख्ने र महालेखा परीक्षकको वेबसाइटमा पनि हामीले बेरोजुको लगत देख्छौँ नै। फर्सुट भएका बेरोजुको लगत अद्यावधि गरी पछिल्लो लेखा परीक्षणमा परीक्षण गराउने भनेको छ। यो कुरा अघिल्लो आर्थिक वर्षमा देखिएका बेरोजुलाई चाहिँ अर्को आर्थिक वर्षमा परीक्षण गर्ने गराउने जस्ता विषय हो यसमा। र बेरोजु फर्सुट गर्ने पहिलो जिम्मेवारी तथा दायित्व चाहिँ बेरोजुसँग सम्बन्धित जिम्मेवार व्यक्ति र आर्थिक कारोबारसँग सम्बन्धित पदाधिकारीको हुने भनेको छ। यो हामीलाई यसमा धेरै कुरा भनिराख्नु परेन, हामीलाई जगजाए छैन। सरुवा बडुवा भएमा फर्सुटको दायित्व हालको जिम्मेवार व्यक्तिमा सरेर जाने गर्ने भनेको छ। सरकारी हानि नोक्सानी भएमा चाहिँ जिम्मेवारी व्यक्तिबाट असुल गरी कसुरको मात्रा अनुसार विभागीय कारबाही समेत हुन सक्ने प्रावधान रहेको छ। जस्तो चाहिँ सरकारी हानि नोक्सानी अथवा चाहिँ कुनै चाहिँ दीर्घकालमा असर गर्ने प्रतिकूल असर पर्ने किसिमका आयोजना योजना सञ्चालन तथा सामाजिक अमन चयनमा अथवा सांस्कृतिक अमन चयनमा त्यो किसिमको एउटा प्रतिकूल असर पार्ने विषयवस्तु पनि यसमा हुन सक्छ। अर्को कारोबारमा संलग्न पदाधिकारी सरुवा बडुवा अन्य कुनै कारण सेवाबाट अलग हुँदा आन्तरिक लेखा परीक्षण गराएर मात्र रमाना दिने विषयवस्तु छ। यो जिल्लामा जस्तो कोही आर्थिक कारोबारसँग संलग्न पदाधिकारी अथवा व्यक्ति चाहिँ सरुवा अथवा बडुवा भएर अन्य कुनै कारणबाट सेवा अलग हुँदा चाहिँ आन्तरिक लेखा परीक्षण, अब अन्तिम लेखा परीक्षणकै बेलामा त सरुवा बडुवा हुने कुरा भएन हैन, समय सापेक्षित रूपमा चाहिँ आन्तरिक लेखा परीक्षण गरेर मात्र चाहिँ रमाना दिने व्यवस्था भयो भने उनले पनि क्लियर चिट पायो हैन, उनले क्लिन चिट पायो। त्यो हिसाबले चाहिँ हामीले गर्नुपर्ने हुन्छ। अब असुल गर्नुपर्ने तथा तिर्न बुझाउनु पर्ने बाहेकका बेरोजुको हकमा चाहिँ प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुगेको तर सरकारी नगद जिन्सीको हानि नोक्सानी नभएको पुष्टि गर्ने प्रमाणसहितको कागज प्राप्त भएमा चाहिँ नियमित गरी फर्सुट गर्नुपर्ने भनेको छ। यो हामीले बुझि नै हाल्छौँ। अब फर्सुट भएको बेरोजुको लगत कट्टा गर्न चाहिँ 7 दिनभित्र महालेखा परीक्षकको कार्यालयमा पठाउने हैन। महालेखा परीक्षकले सोको लगत कट्टा गरी 7 दिनभित्र चाहिँ सम्बन्धित सार्वजनिक लेखा समिति र लेखा उत्तरदायी अधिकृतलाई जानकारी दिने भनेको छ। अब जानकारी दिन लेखा सम्बन्धित सार्वजनिक लेखा समिति र लेखा उत्तरदायी अधिकृत हैन, सम्बन्धित लेखा उत्तरदायी अधिकृत है। अब फर्सुट हुन नसकेका बेरोजुको हकमा चाहिँ सरकारी बाँकी सर असुल उपर भनेको छ। यो हामी अलिकति अगाडि जाँदैछौँ है यो विषयमा। अब असुलमा अब बेरोजु भयो फर्सुट भयो क्लियर भइहाल्यो हैन। यदि फर्सुट भएन भने चाहिँ त्योभन्दा अगाडिको प्रोसेस के हुन्छ भनेर हामीले जान्न जरुरी छ। यसमा फर्सुट हुन नसकेका बेरोजु चाहिँ सरकारी बाँकी सर असुल चाहिँ जिम्मेवार व्यक्तिबाट गरिने हैन। 3 वर्षसम्म प्रयास गर्दा वा नियमित असुल नियमित गरिएन अथवा असुल गर्न सकिएन, फर्सुट हुन सकेन, फरफारक हुन नसकेमा चाहिँ सरकारी बाँकीको रूपमा चाहिँ लागत कायम गरी सोको सूचना जिम्मेवार व्यक्तिलाई दिने र असुल उपरको लागि प्रमाणसहित कुमारी चौक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउने, लगत कसेको जानकारी सम्बन्धित कार्यालयमा प्राप्त भए पश्चात सोको जानकारी सहित महालेखा मार्फत चाहिँ लगत कट्टा गर्ने र सम्बन्धित व्यक्तिको जायज यथाबाट कुमारी चौक तथा केन्द्रीय तहसिल कार्यालयमा असुल गर्ने कार्यालयले चाहिँ असुल गर्ने भनेको छ है। यसमा हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने 3 वर्षसम्म नियमित यो असुलको जानकारी त पठाउने कुमारी चौक तर 3 वर्षसम्म पनि त्यसको अभ्यास गरेको अथवा बेरोजु फर्सुट अथवा असुल गर्नको लागि चाहिँ प्रक्रिया गरेको, सूचना टाँस गरेको, पत्राचार गरेको, यी यथेष्ट प्रमाणहरू निजले चाहिँ नतिरेको, आनाकानी गरेको, नेग्लिजेन्सी गरेका जस्ता प्रमाणहरू पनि कुमारी चौक तथा केन्द्रीय तहसिलमा पठाउनु पर्ने हुन्छ, सम्बन्धित लेखा उत्तरदायी अधिकृत अथवा सम्बन्धित कार्यालय भनौँ। र कुमारी चौक तथा केन्द्रीय तहसिल कार्यालयले चाहिँ असुल उपर गर्दा सम्बन्धित व्यक्ति संस्था र पदाधिकारीसँग चाहिँ आवश्यक प्रमाण बुझ्ने, बयान गराउने, साक्षी झिकाउने वा प्रचलित कानुनको अधीनमा रही
थुनामा राखी कारबाही गर्ने सम्बन्धित अदालतलाई भएसरहको कारबाही के अरे अधिकार रहन्छ यसमा र यसले चाहिँ विभिन्न निकायहरूको सहयोग लिनुपर्ने अवस्थामा चाहिँ निकायहरूको सम्बन्धित निकायहरूले चाहिँ सहयोग गर्ने दायित्व रहनेछ र अर्को यो जुन कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कायम भएको असुल उपर गर्नुपर्ने रकम चाहिँ प्रदेश वा स्थानीय तहबाट असुल उपर गर्न सहज हुने देखिएमा चाहिँ सम्बन्धित प्रदेश लेखा नियन्त्रक कार्यालयलाई चाहिँ लागत हस्तान्तरण गरी असुल उपर गराउन सकिनेछ भन्ने प्रावधान चाहिँ हामीले ऐनमा बुझ्छौँ बेरुजु फर्स्ट कुरामा हैन। अब अर्को कुरा छ लेखा परीक्षण प्रतिवेदनमा ओलाएको बेरुजुको लगत किताब भनेको छ। यसमा धेरै उ गर्नु परेन, तपाईहरुले पनि राख्नु भएको होला। यसबाट चाहिँ के हुन्छ भने लगत कति छ, यो वर्ष कति थप्यो, यसमा पनि नियमित असुली पेस्की कति छ हैन, यसमा फर्सेट भएको कति छ र बाँकी कति छ, यी कुराहरू हामीले यहाँबाट हेर्न सक्छौँ। बेरुजुसँग सम्बन्धित व्यक्ति संस्थाको नाम भने हुन्छ, यो डिटेल्सहरू हामीले हेर्छौँ। बेरुजु रकम, तत्कालीन कार्यालय प्रमुखको नाम, तत्कालीन लेखा प्रमुखको नाम, यी कुमारी चोक केन्द्रीय तहसिल कार्यालयमा पठाएको लगत कट्टा र सम्परीक्षणको लागि र महालेखा परीक्षकको कार्यालयमा पठाएको यी विवरणहरू चाहिँ हामीले यसमा उल्लेख गर्न सक्छौँ। अब हामीले थोरै पेस्कीको बारेमा जान्न जरुरी छ। पेस्की बेरुजु सम्बन्धी व्यवस्था भनेको छ सरकारी कामकाजको लागि पेस्की लिएकोमा चाहिँ काम सम्पन्न भएको 15 दिनभित्र आवश्यक बिल भरपाई तथा प्रमाणसहित पेश गर्ने, आर्थिक दायित्व भएको कार्यालयबाट 7 दिनभित्र पेस्की फर्सेट गर्ने र 7 दिनभित्र सम्बन्धित व्यक्तिलाई जानकारी दिने व्यवस्था छ भने पेस्की बढी खर्च भयो तथा चालु आर्थिक वर्षको विनियोजित बजेटबाट चाहिँ भुक्तानी गर्न अपुग भएमा दिएको पेस्की फर्सेट गरी अपुग रकम चाहिँ भुक्तानी दिन बाँकीको विवरण प्रमाणित गराइराख्ने जस्ता विषयवस्तु छन् भने भ्रमण पेस्कीको सन्दर्भमा भ्रमण पूरा गरेको 15 दिनभित्र भ्रमण प्रतिवेदन सहित पेश गरी फर्सेट गर्ने एउटा छ भने अर्को माल सामान खरिद गर्न पेस्की दिँदा चाहिँ खरिद गरी कार्यालय फर्केको 21 दिनभित्र बिल भरपाई कागजात पेश गर्ने भन्ने कानुनी प्रावधान रहेको छ। व्यक्ति, फर्म, संस्था वा कुनै कम्पनीलाई पेस्की दिँदा चाहिँ नियम अनुसार बैंक जमानत लिने, तोकिएको म्यादभित्र काम पूरा नभएमा चाहिँ म्याद नआएको मितिदेखि वार्षिक 10% का दरले ब्याज र सामा एकमुष्ट बुझाउने गरी चाहिँ सम्झौतामा उल्लेख गर्ने विषयवस्तु हामीले यसमा बुझ्न सक्छौँ। अब स्थानीय तह विशेष नमुना बेरुजु अध्ययन भनेको छ। यसमा हामीले चाहिँ यो ग्यास चुलो वितरण रहेछ कुनै अमुक गाउँपालिका अथवा नगरपालिकाको, यसमा चाहिँ घर परिवार भन्दा बढीलाई चाहिँ चुलो वितरण गरेको रहेछ। ग्यास सिलिन्डर तथा चुलो सेट वितरण सम्बन्धी कार्यविधि 2069 मा चाहिँ त्यसले कार्यविधिले चाहिँ एउटा कार्यविधि किटान गरेको रहेछ र कार्यविधि बेगर चाहिँ त्यो ग्यास चुलो वितरण गरेको कारणले 72,07,500 चाहिँ यसको प्रारम्भिक प्रतिवेदनमा चाहिँ प्रमाण पेश नगरेको भनेर राखेको छ र अन्तिम प्रतिवेदन आउन यसको बाँकी छ। यसको लगभग बेरुजु हुने अवस्था रहेको छ। अर्को छ नपाउने सुविधा भुक्तानी भएको भनेको छ। कार्यपालिकाको निर्णय अनुसार चाहिँ एउटा मोटरसाइकललाई वार्षिक मर्मत खर्च बापत चाहिँ 10,000 भुक्तानी दिने उल्लेख भएकोमा चाहिँ कर्मचारीलाई 10,000 भन्दा बढी भुक्तानी दिएको रकम असुल गर्ने भनेर 29,900 चाहिँ असुल उपर गर्नुपर्ने, यो चाहिँ कार्यपालिकाको निर्णय अनुसार चाहिँ हामीले खर्च गर्नुपर्छ भन्ने हो। अर्को छ नम्स भन्दा बढी भुक्तानी भनेको छ प्रदेश खर्च मापदण्ड 80 को अनुसूची 2 को बुँदा 15 बमोजिम जिल्ला र स्थानीय स्तर र अधिकृत स्तरको प्रशिक्षकको कार्यपत्र बापत र कक्षा सञ्चालन बापत 1000 र 800 गरी 1800 को दरले भुक्तानी हुनुपर्नेमा 2000 र 25,000 का दरले 22,500 र 3400 का दरमा भुक्तानी भएको हुँदा प्रतिदिनको विभिन्न दरले भुक्तानी हुने। यस्ता कुरामा पनि स्थानीय तहमा चाहिँ सेन्सिटिभिटी हैन रिस्क हुने गर्छ। अध्ययन गरेर अथवा चाहिँ कार्यविधिमा के छ त्यो कुरा हेरेर हामीले भुक्तानी दिनुपर्ने हुन्छ। अनुदान फिर्ता भनेको छ। यहाँ तपाईले अनुदान फिर्ता मा चाहिँ के छ भने जस्तो कि संघीय एवं प्रदेश सरकारको कानुन एवं कार्यविधि बमोजिम 3 निकायबाट स्थानीय तहमा प्राप्त हुने वित्तीय समानीकरण बाहेक अनुदान वर्षभरि खर्च नभई बाँकी रहेको अवस्थामा चाहिँ सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ। र प्राप्त विवरण सूत्रको अनुसूची 12 र 21 भनेको चाहिँ सम्बन्धित कार्यपालिकाको हैन सम्बन्धित गाउँपालिकाको अनुसार चाहिँ 80 असार मसान्तमा अनुदान रकम खर्च भई बाँकी रहेकोमा फिर्ता गरेको पाइएन हैन। र खर्च नभई बाँकी रहेको संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त गरेको सशर्त अनुदान मध्ये खर्च हुन नसके पालिकाकै खातामा रहेको बाँकी
54,090 र प्रदेश सशस्त्र अनुदान प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने भनी औल्याएकोमा लेखा परीक्षणको क्रममा 80/6/18 मा नेपाल बैंक लिमिटेड त्रिशुली शाखा मार्फत फिर्ता दाखिला गरेको प्रमाण पेश भएको छ। यसमा बुझ्नुपर्ने के हो भने वित्तीय समानीकरण अनुदान बाहेक त्यो त नन फ्रिजिङ भइहाल्यो। वित्तीय समानीकरण अनुदान बाहेकका जुनसुकै अनुदान छन् आर्थिक वर्षको अन्त्यमा चाहिँ खर्च हुन सकेन भने सम्बन्धित खर्च भएन भने चाहिँ सम्बन्धित खातामा अन्त्यमा फिर्ता गर्नुपर्छ भनेर हामीले बुझ्नुपर्छ है। प्रारम्भिक प्रतिवेदन उप बेरुजुको प्रमाण पेश भएको आधारमा चाहिँ निर्णयबाट चाहिँ सम्परीक्षण गरियो भनेको छ। राजस्व बाँडफाँडको विषय रहेछ। अर्को छ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 77 को नियम 39(5) मा सरकारी रकम खर्च गर्दा बिल भरपाई साथ लेखा राख्नुपर्ने व्यवस्था रहेको छ। देखाएका व्यक्तिलाई बिल भरपाई बेगर भुक्तानी दिएको प्रमाण पेश गर्नुपर्ने अन्यथा असुल उपर गर्नुपर्ने भनेको छ। बिल भरपाई बेगर चाहिँ एकमुष्ट 2 लाख रुपैयाँ भुक्तानी गरेको चाहिँ यो चाहिँ पेश गर्नुपर्ने भनेको छ है। बागमती प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन 2059 को दफा 69 को उपदफा 5 मा प्रदेश किताबखाना वा प्रदेश लेखा नियन्त्रक कार्यालय वा इकाइ कार्यालयबाट चाहिँ तलबी प्रतिवेदन पारित नगराई तलब भुक्तानी गर्नु हुँदैन भन्ने व्यवस्था रहेको छ। यो तलबी प्रतिवेदनसँग सम्बन्धित विषयवस्तु है त। यस आर्थिक वर्षमा चाहिँ पालिकाले स्वास्थ्यतर्फ 33 कर्मचारीको तलबी प्रतिवेदन पारित नै नगरी 1,76,39,39,000 खर्च लेखेको छ। तलबी प्रतिवेदन पारित नगरेको कारण कर्मचारीलाई भुक्तानी गरेको तलब भत्ता र ग्रेड रकम यकिन गर्न सकिएन भनेको छ है। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 77 को नियम 39(10) बमोजिम चाहिँ जिम्मेवार व्यक्तिले सरकारी रकमको खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाई प्रमाण कागज संलग्न भयो वा नभएको तथा संलग्न कागजात अनुसार चाहिँ भुक्तानी दिन रित पुगे वा नपुगेको जाँच गर्नुपर्छ। पालिकाले सिलबन्दी दरबाउ पत्र मार्फत 50% अनुदानमा 21 थान मिनी टेलर र 11 थान मल्टिकम थ्रेसर पिएच सेन्टर पिएच ट्रेड सेन्टरसँग खरिद गर्ने सम्झौता भएको छ देखिन्छ। सम्झौता बमोजिम एचपी ट्रेड सेन्टरले चाहिँ 21 थान मिनी टेलर र 11 थान मल्टिकम थ्रेसरको जम्मा रु 12,62,000 को बिल पेश गरेकोमा पालिकाले सम्झौता बमोजिम 50% अनुदान बापत रु 6,31,000 भुक्तानी गर्नुपर्नेमा 6,81,402 पिएच ट्रेड सेन्टरको नाममा भुक्तानी देखियो। यसरी सम्झौता रकम भन्दा बढी भुक्तानी भएको रकम चाहिँ पिएच ट्रेड सेन्टरसँग असुल उपर गरी राजस्व दाखिला गर्नु भनेको छ। राजस्व खातामा दाखिला गर्ने भनेको छ। अब एउटै व्यक्तिले दोहोरो भत्ता लिएको भनेको छ। यो चाहिँ जस्तो कि परिचय पत्र नम्बर एउटैबाट चाहिँ दोहोरो भुक्तानी भएको देखियो भनेर यो 48,000 बेरुजु लेखेको छ। अहिले त अनलाइन सिस्टममा आइसकेको छ। यो कुरामा हामीले बुझ्न सक्छौँ। अर्को सम्परीक्षण भनेको छ। सम्परीक्षणको परिभाषा बुझ्न जरुरी छ। जस्तो आन्तरिक र अन्तिम लेखा परीक्षणको प्रतिवेदनमा बेरुजु औल्याइन्छ हैन। त्यस सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण र प्रतिक्रिया साथ संलग्न प्रमाण तथा कागजातको आधारमा गरिने फर्चुट सम्बन्धी कार्यलाई सम्झाउनुपर्छ र सो शब्दले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिबाट प्राप्त सुझाव वा निर्देशनका आधारमा गरिने फर्चुटलाई समेत बुझिन्छ भन्ने कुरा हो। प्रतिवेदनमा बेरुजु औल्याएको समयदेखि बेरुजु फर्चुट गरी लगत कट्टा नगरुन्जेलसम्मको गतिविधि वा क्रियाकलाप हो भनेर बुझ्न सकिन्छ। अर्को छ जिम्मेवार व्यक्ति वा पदाधिकारी वा निकायलाई पत्र काट्ने, प्रमाण कागजात जुटाउने सरकारवाला निकायसँग समन्वय गर्ने, महालेखा परीक्षकको कार्यालयलाई अनुरोध गर्ने, सिस्टममा कागज प्रमाण सहित अनुरोध गर्ने हैन। महालेखा परीक्षक कार्यालय मार्फत आवश्यक कागजात परीक्षण गरी लगत कट्टा गर्ने जस्ता विषयवस्तुहरू हामीले बुझ्न सक्छौँ। नुवाकोट जिल्लाको स्थानीय तहको बेरुजुको अवस्था हामीले यसरी हेर्न सक्छौँ। जसमा चाहिँ विदुर नगरपालिका हैन, बेलकोटगढी नगरपालिका टोटलमा चाहिँ 30,67,82,000 रहेछ हैन। यसरी हेर्दाखेरि पेस्की बेरुजुको हकमा चाहिँ अलिकति बढी चाहिँ बेलकोटगढी नगरपालिकाको देख्न सकिन्छ। यहाँबाट यो डाटाबाट हामीले थोरै अध्ययन गर्न सक्छौँ। अब नुवाकोट जिल्लाको स्थानीय तहको बेरुजु अवस्था भनेको छ। बेरुजु यसमा चाहिँ हामीले बेरुजुको निकासा फिर्ता कसरी गर्ने भन्ने कुरा हामीले हेर्छौँ। लेखा परीक्षणबाट कायम भएको बेरुजु चाहिँ राजस्व बाहेकको रकम असुल हुँदा चाहिँ प्राप्त रकम यसमा जम्मा गर्ने हैन। 15,111 मा चाहिँ बेरुजु रकम प्राप्त भयो भने जम्मा गर्ने भन्ने छ। र निकासा फिर्ता भनेको चाहिँ जस्तो कि गत आर्थिक वर्षमा निकासा भएको रकम खर्च हुन नसकी
फिर्ता भएको रकम यसमा समावेश गरिन्छ। जस्तै पेशकी फिर्ता, नियोगको निकासा फिर्ता, नगदी कोष तथा फिर्ता। अब अनुदान फिर्ता भनेको छ हैन, गत आर्थिक वर्षमा निकासा भएको अनुदान रकम चाहिँ खर्च हुन नसकी वा अन्य कारणले फिर्ता भएको रकम चाहिँ यसमा समावेश गर्ने भनेको छ। जोखिमको क्षेत्रमा चाहिँ खरिद व्यवस्थापनसँग सम्बन्धित जोखिमहरू रहने भए हैन, खरिदको प्रक्रिया के रहने, कतिसम्मको खरिदमा चाहिँ कुन विधि अवलम्बन गर्ने हैन, खरिद प्रक्रियालाई चाहिँ प्रभावकारी रूपमा अगाडि बढाउनको लागि चाहिँ प्रतिस्पर्धात्मक विधिबाट अथवा अनलाइन सिस्टमबाट कसरी गर्न सकिन्छ, यो विधिहरूलाई चाहिँ खरिद व्यवस्थापन चाहिँ महत्त्वपूर्ण हुन्छ। नेपाल सरकारको बजेटको करिब 60-70% चाहिँ खरिद मार्फत चाहिँ खर्च हुने गर्दछ हैन। त्यसैगरी कर प्रणालीका विषयवस्तुहरू, पेशकी भुक्तानी गर्दा त्यसको चाहिँ अघि हामीले छलफल गर्यौं, पेशकी भुक्तानीमा चाहिँ त्यसको चाहिँ पेशकी फर्स्युट हैन, पेशकीका मापदण्डहरू हामीले अध्ययन गर्न जरुरी छ। के रे जोखिमका क्षेत्र हुन्छ। अर्को सामाजिक सुरक्षा हैन, सामाजिक सुरक्षा भन्ने बित्तिकै भत्तासँग अथवा बाल पोषण भत्तासँग मात्रै हामीले जोडेर अध्ययन गर्न हुँदैन। यस सँगसँगै अरू जस्तो कि अब नेपाल सरकारको चाहिँ करिब 70-71 वटा सामाजिक सुरक्षाका स्किमहरू छन् हैन। यी स्किमहरूमा चाहिँ सामाजिक सुरक्षा के रे यी स्किमहरू पनि जोखिमका क्षेत्र हुन् भनेर बुझ्न सकिन्छ। एउटा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम नै स्किम हो नि हैन। अर्को छ प्रजा विकासका अथवा दुर्गम क्षेत्र विकास कार्यक्रमहरू हैन, सुविधा तथा भ्रमण भत्ताको विषयमा पनि हामीले बुझ्न जरुरी छ अथवा जोखिमका क्षेत्र अन्तर्गत पर्छन्। उपभोक्ता समितिका विषयवस्तु भए, आन्तरिक नियन्त्रणका विषयवस्तु भयो हैन। आन्तरिक नियन्त्रण अन्तर्गत नै आन्तरिक लेखा परीक्षण सँगसँगै अरू चाहिँ आन्तरिक नियन्त्रणका के रे औजारहरू रहन सक्छन्, दस्तो तथा सेवा शुल्कका विषयहरू, जनजिन्सी व्यवस्थापनका। यी समग्र बेरुजु फर्स्युट तथा आर्थिक अनुशासन, बेरुजु फर्स्युट तथा यो समग्र क्रियाकलापको चाहिँ एउटै उद्देश्य भनेको चाहिँ आर्थिक सुशासन, आर्थिक वृद्धि र विकास, त्यसैगरी वित्त व्यवस्थापन विकास हैन, सार्वजनिक स्रोतको महत्तम उपयोग, राष्ट्रको ट्रेजरीको 1 रुपैयाँ खर्च गर्दाखेरि 2 रुपैयाँको बेनिफिट्स राष्ट्रलाई होस् भन्ने हिसाबले हामीले खर्च गर्नुपर्छ भन्ने परिकल्पना हो। यसको गन्तव्य गुरुयोजनाको रूपमा, कार्ययोजनाको रूपमा हामीले जिम्मेदार व्यक्ति वा कार्यालयलाई चाहिँ जिम्मेवार बनाउन सक्छौं। र सहयोगी निकायमा चाहिँ महाशाखा, शाखा, कर्मचारी, पदाधिकारी, नागरिक हैन, सुरक्षा, न्यायिक निकाय जस्ता चाहिँ सहयोगी निकायको सहयोग लिन सक्छौं भने रणनीतिमा बेरुजु फर्स्युट इकाइ गठन गर्ने, सोका लागि चाहिँ जिम्मेवार अधिकारी तोक्ने, कार्य सम्पादन मूल्याङ्कनसम्म आबद्ध गर्ने, यस्तो किसिमको चाहिँ कानुनी व्यवस्था भयो भने चाहिँ यसलाई चाहिँ कार्ययोजना गर्न सक्छौं। स्थानीय तहमा चाहिँ यो किसिमको कार्य चाहिँ एउटा नमुनाको रूपमा पनि रहन्छ। कुनै शाखा अथवा कुनै व्यक्तिलाई चाहिँ जिम्मेवार बनाएर चाहिँ बेरुजु फर्स्युट शाखा अथवा बेरुजु फर्स्युट गर्ने अधिकारी, जिम्मेवार अधिकारी तोकेर पनि काम गर्न सकिन्छ। यसको अपेक्षित उपलब्धि भनेको के हो त? आर्थिक स्रोतको महत्तम उपयोग, आर्थिक सुशासन तथा नागरिक खुशी सहितको समृद्ध राष्ट्रको रूपमा चाहिँ हामीले यसमा अपेक्षित उपलब्धि हासिल गर्न सक्छौं। अब यसमा सुझावमा चाहिँ के छ भने अब कानुनको नीतिगत, संस्थागत र पेशागत रूपमा गर्दाखेरि चाहिँ अब कानुनको व्यवस्थाको पूर्ण पालना गर्ने हैन, स्थानीय सरकार सञ्चालन ऐन 74 हैन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, लेखा परीक्षण ऐन हैन, सार्वजनिक खरिद ऐनका विषयवस्तुहरू, यी कुराहरूलाई चाहिँ पूर्ण पालना गर्ने। अर्को संस्थागत आर्थिक सुशासन मैत्री संस्थागत व्यवस्था भनेको छ। संस्थागत जस्तो बेरोजगार कार्य सम्पादन मूल्याङ्कन र दण्ड पुरस्कार प्रणालीसँग आबद्ध गर्ने, आन्तरिक बेरोजु नियन्त्रण तथा अनुगमन शाखा इकाइ गठन गर्ने। जस्तो कानुनी व्यवस्था नभए पनि हामीले चाहिँ कुनै शाखा अथवा इकाइ गठन गरेर चाहिँ बेरोजु नियन्त्रणलाई चाहिँ प्रभावकारी रूपमा अगाडि बढाउन सक्छौं संस्थागत रूपमा भन्ने कुरा हो। पेशागत मान्छे एउटा इमानदार व्यक्ति भनेको पीएचडी गरेको अथवा धेरै शिक्षित व्यक्ति भन्दा ठूलो मान्छे हो। नैतिकता, इमानदारीता, व्यावसायिकता र उत्तरदायित्व हुनुपर्छ। कर्मचारी र पदाधिकारीले पेशागत धर्म, आर्थिक अनुशासनमा सदैव सजग रहनुपर्छ भन्ने विषयमा मैले आजको यो टुङ्ग्याएँ। यहाँ अलिकति बेरुजु कहाँ जम्मा गर्ने भन्ने छ। निकासा फिर्ता, अनुदान फिर्ताको विषयमा एनेक्स 1, एनेक्स 2 छ। बेरुजुको संक्षिप्त विवरण, उपसमिति अब सार्वजनिक लेखा समितिले यसरी निर्णय गर्न सक्छ। जस्तो यहाँ छ नि, भन्सार उपशीर्षक 90-330 बाट चाहिँ हार्डवेयर तथा क्याबिनेट जन्य माल वस्तु भन्सार महसुल छुट दिन मिल्ने नदेखिएको हुँदा चाहिँ भन्सार उपशीर्षक अनुसार लाग्ने महसुल 1,21,44,000 असुल उपर गर्न पर्छ भनेर महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भयो भने अब उपसमिति, अब सार्वजनिक लेखा समितिभित्र नै उपसमितिहरू हुन्छन्। यसको निर्णय चाहिँ के छ भने विद्युत विकास विभागको सिफारिसमा नेपाल विद्युत प्राधिकरणका लागि ल्याएको देखेकोले कागजात पेश गर्न लगाई बेरुजु लगत हटाउने भनेर यसरी चाहिँ निर्णय गरेको हुन्छ हैन।
अर्को छ यहाँ चाहिँ के छ भने राजस्वको विषयवस्तु छ। यो चाहिँ हामीले कर लाग्ने होइन, कति कर दिन लाग्छ के लाग्छ भनेर पारिश्रमिक कर होइन, प्राकृतिक व्यक्तिको लागि लाग्ने करको दरहरूलाई पनि ध्यान दिनुपर्छ भन्ने कुरा हो। अर्को चाहिँ भ्रमणको दरहरू छ होइन, विशिष्ट, अति विशिष्ट, विशिष्ट, प्रथम, द्वितीय, तृतीय, चतुर्थ गरेर चाहिँ